नमस्ते, म असीम कार्की फ्रान्सको सहर रुवाबाट आजको ट्रक यात्रा सुरु हुँदैछ। आज म तपाईहरुलाई मेरो काममा लैजानेछु। ट्रक ड्राइभरको जीवन कस्तो हुन्छ भनेर नजिकबाट देखाउनेछु। यात्रा सुरु गर्न अघि यदि तपाईले च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस भिडियोले तपाईको मन छोयो भने कृपया लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला। तपाईको समर्थन नै मेरो अगाडिको यात्रा हो। ल यात्रा सुरु गरौँ है। अहिले बिहानको 2 बजेको छ। बिहानको अल्छी निन्द्राको लडाई जितेर उठ्ने कुरा आफैमा एउटा सफलताको पहिलो पाइला। किनभने जीवन पनि यही हो। निन्द्रा मिठो लाग्छ तर सपना पूरा गर्न आँखा खोल्नै पर्छ। एक ट्रक ड्राइभरको दिन भनेको त कफी बिना सुरु नै हुन्न है बा। मन त अझै सिरानी भित्र लुकेर बस्न चाहन्छ तर ट्रकको इन्जिनले भन्छ अब उठ है, काममा लाग। अब सुरु हुन्छ गाडी चेक गर्नु। टायर, लाइट, ब्रेक सबै कुरा ठिक छ कि छैन भनेर हेर्नै पर्छ। कहिलेकाहीँ लाग्छ कि म ट्रक मात्रै चलाउँदिनँ, कहिलेकाहीँ त म ठुलो मिस्त्री पनि हुँ जस्तो लाग्छ। तर के गर्नु, गाडी हामीले चलाउँछौँ भने जिम्मेवारी पनि हाम्रै हो नि। ल अब तपाईहरुलाई लैजान्छु मेरो वेयरहाउसतिर जहाँ हामी सामान लोड गर्छौँ। यो हो मेरो वेयरहाउस जुन सिङ्गो फ्रिज हो। यहाँको तापक्रम 1 देखि 4 डिग्रीको बिचमा राखिन्छ अनि 6 डिग्री नाग्यो भने त ठुलै समस्या हुन्छ। यहाँ सबै कुरा कडा निगरानीमा हुन्छ किनभने खानेकुरा हो, केयरलेस हुन पाइँदैन। हाइजिनको सवाल छ। अब म ट्रकलाई डक गर्छु अनि डकिङ त आज पर्फेक्ट भयो नि। ल अब सुरु गरौँ ट्रक लोड गर्न। आज मेरो क्लाइन्ट धेरै छैन, ट्रिप थोरै हल्का छ तर ट्रकको लोड चाहे धेरै होस् या थोरै, ध्यान र जिम्मेवारी चाहे सधैँ बराबरी हुन्छ। अब लोडिङ सकियो। अब लाग्छु अफिसतिर कागजात मिलाउन। म सधैँ आफ्नो डेलिभरी पेपरवर्क पहिले नै अर्गनाइज गर्छु किनभने यसले समय बचाउँछ, झन्झट कम हुन्छ अनि काम इफिसियन्ट हुन्छ। सबै कागजात ठिक छ। अब लेट्स हिट द रोड। क्यामेको टेम्परेचर लेख्नु पर्ने हुन्छ हैन। क्यामेको टेम्परेचर चाहिँ अहिले फ्रिजमा चाहिँ 3 छ भने कार्बुरेटरमा चाहिँ -20 छ हैन। अनि किलोमिटर पनि लेख्नुपर्छ। हो ठ्याक्क 93,000 टाइमिङ 3:30। अब हामी निस्क्यौँ रुवाबाट। हाम्रो आजको गन्तव्य दोभी। सो स्वागत गर्न चाहन्छु फेरि पनि। सो साथीहरूलाई धेरै पनि साथीहरू हुनुहुन्छ युरोपमा चाहिँ गाडी चलाइरहनु भएको छ, ट्रक ड्राइभिङ गरिरहनु भएको छ, ट्रकर लाइफ भनौँ न। उनीहरूलाई चाहिँ यो नयाँ भिडियो, नयाँ च्यानलमा वेलकम गर्न चाहन्छु। र मेरो सबै साथीहरू, मेरो अब पहिला फुटबल खेल्दाको मेरो फ्यान्सहरू र जति पनि मेरो लाइफमा चाहिँ जोडिनु भएको आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सबै मेरो फ्यामिलीहरू सबैलाई वेलकम भन्न चाहन्छु यो मेरो नयाँ च्यानलमा फुटबलर टु गेयर सिफ्टर। यो चाहिँ मैले नयाँ च्यानल बनाएको युट्युबमा। यो चाहिँ किन भन्दाखेरि एउटा आफ्नो एक्सपिरियन्स पनि सेयर गर्नु पर्यो। युरोपमा चाहिँ म चाहिँ आज पहिला फुटबल प्लेयर हुँदाखेरिको लाइफ र अहिले युरोपको एउटा रियालिटी लाइफ जिइरहँदाखेरि कतिलाई चाहिँ अब कति मान्छेहरूलाई चाहिँ डिप्रेसन पनि हुन्छ। आई नो, मलाई पनि सर्टेन टाइममा चाहिँ मलाई पनि अलिकति मेरो लाइफमा चाहिँ देखेर कस्तो भएको थियो होइन। अब म देश आइसकेपछि नेपालमा अब जुन फुटबल प्लेयर भएर काम मतलब खेलिराख्दाखेरि, जुन फुटबल प्लेयर भएर चाहिँ आफूलाई इस्टाब्लिस गरिराख्दाखेरि चाहिँ एकैचोटि फुटबल छोडेर विदेश आउँदाखेरि, किनभने हामी सबैलाई थाहा नै छ नेपालको अवस्था, धेरैजना चाहिँ विदेश चाहिँ आउनुपर्ने बाध्यता नै छ होइन। स्पेसली अहिले रिसेन्ट टाइममा फुटबल प्लेयरहरूले चाहिँ धेरै
रेस छोडिरहेको हिसाबमा चाहिँ म त धेरै पहिला आएको, म त लगभग 6 इयर्समै छु। म त मेरो करियरको अब बिग टाइममै हुँदाखेरि इन्जोर भइसकेपछि मेरो चाहिँ दुईटै अपरेसन, घुँडाको अपरेसन गरेँ। घुँडाको अपरेसन, एसिएलको अपरेसन गरिसकेपछि मैले चाहिँ अब मैले चाहिँ सोचेँ कि अब बलबाट चाहिँ टाढा भएर अब आफ्नो एउटा डिफ्रेन्ट लाइफ पनि हुन्छ भनेर चाहिँ मैले फुटबलमै जोडेर बसिरहनु सक्थेँ। तर मैले सोचेँ कि अब लाइफ चाहिँ यस्तै हो होइन, अब यु हेभ टु एक्सेप्ट इट भन्ने टाइपको मैले सोच गरेँ र मैले चाहिँ विदेश आउने निर्णय गरेँ। सो विदेश आइसकेपछि चाहिँ फर्स्ट चाहिँ अब म सँगसँगै मेरो फुटबलर साथीहरू धेरैजना रिलेट पनि हुन्छ यो कुराले चाहिँ। किन भन्दाखेरि हामीले फुटबल बाहेक अरू केही पनि गरेनौँ। मैले एउटा सर्टेन टाइमसम्म मेरो पढाइ सकाएर म फुटबल सँगसँगै पढाइ पनि सकाएँ र त्यसपछि अब के गर्ने भन्दाखेरि अगाडिको जुन लाइफमा चाहिँ फुटबल करियर सकेपछि चाहिँ धेरै साथीहरू विदेशमा पनि हुनुहुन्छ, उहाँहरूलाई रिलेट पनि हुन्छ। एउटा चाहिँ रेस्टुरेन्ट लाइन छ, धेरै लाइन छ, तर मैले चाहिँ चुज गरेको लाइन चाहिँ यो ट्रान्सपोर्ट। किन भन्दा मैले मेरो म चाहिँ थ्याङ्क यू मेरो मामाहरूलाई पनि। किन भन्नु भने मेरो मामाहरूको कारणले गरेर चाहिँ मेरो मामाहरूको चाहिँ कृपाले गरेर मैले बच्चादेखि नै म लगभग 13-14को उमेरदेखि नै गाडी चलाउन, बाइक चलाउन मैले सिकेँ र मलाई त्यसमा धेरै प्यासनेट पनि भएँ गाडीमा। अनि मैले मेरो फर्स्ट गाडी 20 वर्षको बेला किनेँ र मैले भन्नु खोजेको चाहिँ मलाई चाहिँ यो ट्रान्सपोर्ट लाइनमा आउनुका एउटा अर्को भनेको पनि मलाई चाहिँ मेरो यो प्यासन एउटा ड्राइभिङको पनि हो होइन। अनि यो काम चाहिँ मलाई अरू कामभन्दा सजिलो लाग्यो पनि क्या। अनि त्यही भएर पनि म यो सेक्टरमा आएँ होइन, ड्राइभिङ सेक्टरमा म आएँ। अनि मैले ड्राइभिङ सेक्टरमा आइसकेपछि मैले अरू लाइनभन्दा चाहिँ रेस्टुरेन्ट लाइनहरू यिनीहरू लाइनभन्दा चाहिँ यो अलिकति सजिलो लाइन देखेँ, सजिलो देखेँ होइन। मलाई चाहिँ अलिकति सजिलो लाग्यो किनभने अब रेस्टुरेन्ट लाइनहरू त अब लास्ट गाह्रो छ अब होइन। हुन त अब मैले यसमा पनि अब म लगभग 2 बजे उठ्छु, 2:30 बजे उठ्छु, म फेरि काममा जान्छु। रेस्टुरेन्ट लाइनमा नि लगभग 12-1 बजीसम्म त मान्छेहरू सुत्या हुँदैन होइन। त्यो त एउटै म 8 बजे सुत्छु रातिको होइन। सो मलाई चाहिँ त्यसरी फुटबलर एउटा भइसकेपछि चाहिँ आफ्नो करियरमा चाहिँ एउटा आफूले चाहिँ करियर सकेपछि के गर्ने भन्दा चाहिँ मैले यो गरेँ। मेरो जुन यो अहिले म गरिरहेको ठाउँमा होइन, जुन मेरो सोसाइटीमा, जुन मेरो कम्पनीमा एकजना अर्को फ्रान्सको चाहिँ टप लेभलमा खेलेको फुटबलर पनि मसँगै काम गर्छ क्या। उसले चाहिँ जुन हामी बसेको सिटीको रुवा भन्ने सिटीमा चाहिँ उसको टप लेभलको नेसनल लेभलसम्मको उसले खेलिसकेको प्लेयर हो। उसले पनि राम्रै कमाउँछ, उसको महिनामा राम्रो इन्कम हुन्छ र उसले आफ्नो करियर सकेपछि चाहिँ के गर्ने भन्दा उसले पनि सेम एज मी होइन, मैले जस्तो उसले सोचेको रहेछ र उसले पनि यही लाइनमा आयो होइन, ट्रान्सपोर्ट लाइनमा आयो। अब हाम्रो चाहिँ ट्रान्सपोर्ट लाइनमा आए तापनि मैले चाहिँ मेरो एज अ फ्यामिली म्यान भएको भएर म धेरै इन्टरनेसनल मैले गर्न मलाई अहिले नचाहेको भएर मैले चाहिँ मेरो रिजनमा म चाहिँ बिहान काम गर्छु र घर फर्किन्छु भन्ने मेरो चाहिँ बच्चाबच्ची सानो छ भनेर मेरो चाहिँ त्यो डिसिजन हो। त्यही भएर मैले चाहिँ यो अहिले जुन म काम गरिरहेको छु त्यो काममा चाहिँ मैले यहाँ चाहिँ एक्सेप्ट गरेर चाहिँ मैले गरिरहेको छु। सो ओभरअल भन्नुपर्दा चाहिँ युरोपमा चाहिँ एकदम भ्यालुएबल काम हो होइन, ड्राइभिङ भनेको चाहिँ एकदम। यहाँ फेरि सजिलो पनि छैन लाइसेन्स निकाल्नलाई होइन, धेरै मान्छेहरूलाई रिलेट पनि होला किनभने लाइसेन्स युरोपमा चाहिँ निकाल्नलाई धेरै गाह्रो छ, धेरै गाह्रो छ। र लाइसेन्स निकाल्नु भनेको नि एउटा डिप्लोमा गर्नु जस्तै हो, एउटा कोर्स गर्नु जस्तै हो होइन। यहाँ 6 महिना, 1 वर्ष, 2 वर्ष लगाएर नि लाइसेन्स निकाल्छन् होइन। 16-17 वर्षको बच्चाहरू मतलब यङ केटाकेटीहरू चाहिँ लाइसेन्सको लागि चाहिँ 2 वर्ष 1 वर्षसम्म यहाँ चाहिँ सिआपे भन्छ होइन। क्याप भनेको अब सिआपे भनेको चाहिँ चिफ प्रोफेसनल भन्छ होइन। अब त्यो चाहिँ एउटा डिप्लोम नै हो। त्यो डिप्लोम चाहिँ गर्नलाई चाहिँ उनीहरूले चाहिँ कोर्स गर्छ 2 वर्षको। मैले पनि लगभग 6 महिना जस्तो कोर्स गरेँ यसको लागि, यो ड्राइभिङको लागि 6 महिना कोर्स भनेको अब अन एन्ड अफ हुन्छ। त्यो चाहिँ रेगुलरली म 6 महिना जानु परेन किनभने म काम पनि गर्ने भएको भएर। तर मैले लाइसेन्सको लागि चाहिँ मैले यहाँ पनि एप्लाई गरेँ। मैले मेरो लाइसेन्स मैले यहाँ एप्लाई गरेपछि मैले त्यहाँ त्यसरी चाहिँ गरेँ। अब नर्मल्ली मैले यही ड्राइभिङ, मैले यही जुन म चाहिँ
26 टनसम्मको गाडी चलाउँछु होइन। यही गाडी 26 टनको चलाउँदाखेरि चाहिँ मैले चाहिँ इन्टरनेसनली पनि गर्न सक्छु होइन, 26 टन लिएर इन्टरनेसनल। तर मलाई चाहिँ अहिले इन्टरनेसनल गर्न इच्छा नभएर नेपाली फेरि मतलब यहीँ रिजनल गर्नु मन लागेको भएर बच्ची छ सानो छन् होइन। अब टाइम दिनुपर्छ, घर आउन जानु मलाई चाहिँ हुन्छ भनेर चाहिँ मैले रिजनल चुज गरेँ र मलाई यसमा पनि छ। रिजनल चाहिँ अलिकति अब इन्टरनेसनल भन्दा कम नै हुन्छ स्यालेरी, तर मलाई किन पुगिरहेछ त्यतिकै होइन। मलाई एकदम खुसी छु स्यालेरीको कुराले यताउता, त्यही भएर यो चाहिँ एकदम मलाई रमाइलो लाग्छ। अब ड्राइभिङ होइन, अब नयाँ ठाउँ देखिन्छ। मेरो यो युट्युब च्यानललाई तपाईँहरूले सपोर्ट गरिदिनुहुन्छ भन्ने म आशा छ। अब धेरै बोलेर पनि काम छैन, आउनुहोस् भिडियो पनि इन्जोय गर्नुहोस्। छोटो ट्रिप भए पनि रमाइलो छ। हरियाली, पुराना भवन र बीच बाटोमा देखिने समुद्रको झल्को, सडकमा घामको झुल्का र ट्रकको मिररमा देखिने बिहान एकदमै सिनेमेटिक लाग्छ। त्यो सानो कारलाई हेरौँ त, फिल्ममा जस्तो बतासेर गयो, तर ट्रकमा यस्तो हतार हुँदैन। स्टेडी नै ब्युटी हो। हामीसँग स्पिडभन्दा बढी पेसेन्स हुन्छ अनि त्यो नै जीवनको असली ताकत हो। अब एकछिन विश्राम गरौँ। ट्रक यात्रामा यो बखत निकै नै मिठो लाग्छ। चिया कफी पिउँदै खुलेको आकाशमुनि केही सास फेर्न समय। शरीर विश्राम खोज्छ, मन भने दृश्य हेरेर चिप लाग्छ। अब हामी पुग्यौँ औफ्लर, पुरानो पोर्ट सहर, सुन्दर दृश्य र शान्त वातावरण। यहाँ आइपुग्दा लाग्छ ट्रकको यात्रा केवल डेलिभरका लागि मात्र होइन, अनुभवको लागि पनि। अनि अब आयो डोभिल, समुद्री किनार, राम्रा घरहरू र क्लासी भाइब। कहिलेकाहीँ लाग्छ ट्रक चलाउँदै जिन्दगीलाई पनि क्रुज मोडमा ल्याउनु पर्छ। केही समय शान्त भएर हेर्नुपर्छ। संसार साँच्चै सुन्दर छ। साथीहरू, ट्रक ड्राइभरको जीवन सजिलो छैन। सडक लामो हुन्छ, निन्द्रा अधुरो हुन्छ, कहिलेकाहीँ मन पनि एक्लो हुन्छ। तर यही जीवनमा स्वतन्त्रता छ, जिम्मेवारी छ र गर्व छ। आफ्नो देश छोडेर प्रदेशको सडकमा पसिना बगाउनु सजिलो हुँदैन, तर जब मनभित्र सपना बलिरहेको हुन्छ तब गन्तव्य टाढा लाग्छ। जीवन पनि ट्रकको स्टेरिङ जस्तै हो। सही दिशा थाम्न सके हरेक मोड पार गर्न सकिन्छ। सपना पुरा गर्न हिम्मत चाहिन्छ अनि त्यो हिम्मत तपाईँमै छ। यदि तपाईँलाई यो यात्रा मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला अनि सब्स्क्राइब गरेर अर्को यात्रामा पनि सँगै रहौँ। धन्यवाद। भिडियो हेरिदिनु भएकोमा फेरि धन्यवाद। फेरि भेटौँला अर्को यात्रा।